एउटा चाइनिजलाई मारेको तपाईँलाई थाहै भएन यहाँ सौराको न्युज नगएर मात्र हो होइन अर्को हात्ती थियो एउटा खुट्टाले च्याप्यो अनि अर्को खुट्टामा बटार्यो सोडले अनि दुई फर्लाक बनायो अनि त्यो मान्छे के फोटो खिच्नलाई गयो होला फेरि नजिकै होइन ऊ चढेर आएर सफारी गरेर आएर भ्याएर हात्तीलाई केरा खुवाउन मन लाग्छ नि त विदेशी माया लाग्छ एनिमल्स भनेपछि अनि त्यो खुवाउन जाँदाखेरि चाहिँ त्यस्तो भयो त्यो के भन्छ के हुन्छ नि घटनाहरू जङ्गलमा गाउँमा बाघ छिर्यो यिनीहरू नै जाने हो रेस्क्यु 1000 नोटको यही हो गाली गर्छ क्या सबैको आफ्नो हुन्छ यो राम्रो त्यो 1000 को नोटमा देखिन्छ नि त्यो नयाँ 1000 को नोटमा दुईटा सरु त्यो यो राम एउटा 1000 नोटको यही हो कहाँ यसको भाइ कहाँ उता कसरामा छ कसरा सेक्टरमा छ पेट्रोलिङ भन्नाले यो जङ्गलमा घुमाउने होइन चोरी तस्करी गर्छ नि तिनीहरूको आर्मी बसालेर प्रशासन बसालेर गस्ती लाग्छ कि यिनीहरूले भनेपछि बाघ छोप्ने बेला नि यसरी काम गर्छ जाने हो बाघ छोप्ने त्यो के भन्छ के हुन्छ नि घटनाहरू जङ्गलमा गाउँमा बाघ छिर्यो यिनीहरू नै जाने हो रेस्क्यु गर्ने ठिक पार्छ भन्नाले यो गयो भने डराउँदैन नि त सबै भाग्दो रहेछ कि योसी त हैन जंगली जन्तु के अरु जंगली भाग तार नछुनु भन्दा झन् नजिक जान्छ त्यहाँ भित्र नछिर्नु है सर छिर्न पाउँदैन त्यहाँ भित्र पर मार्दिन्छ हात्तीले फेरि टाढेबाट फोटो खिच्नु यता बसेर यतापट्टिबाट हानेर यिनीहरु त्यस्तो हामीलाई मार्छ मान्छेलाई कहाँ मार्दैन मारिहाल्छ उल्टो जिब्रोको जनावर दिमाग भएको भए त किन यिनीहरूलाई टिके राख्थ्यो त्यति खुला छोडिदिन्छ सर त्यो सिक्री यिनीहरू चुडाइन्छ तुरुन्तै कस्ता हावा कुरा हुन्छ सर त्यसको एउटा पछाडि खुट्टा ठुलो एउटा सानो छ क्या मोटो र पातलो हैन हो यताबाट हेर्दाखेरि त्यस्तो मान्छ त्यस्तो त फुल्लेको के एकदम बल पर्यो होला एकठाउँ नपरेको होला हेर्नु पुरो ब्याकग्राउन्डमा पुरा हेर्नु धुवा ओए धन पुष्पा मोल डराल्ने किन यिनीहरूको त तुरी यत्रो हाम्रो खुट्टा जत्रो हुन्छ नि त हाम्रो खुट्टा जत्रो निक्लिन्छ हैन यो गोबर छ नि यिनीहरुको त्यो धुनी के रे डराल्ने किन डराउने नत्र त थुपार्दै गयो भने त यो हात्तीको थान भन्दा धेरै गोबर हुन्छ थिए कमन सेन्स हो यस कमन सेन्स हैन त्यो हेमन्तमा छ तरिकै यो ठाकुरद्वारा हैन नि त भन्ला नि रे एउटा पाले त गेममा त चोरिन जाने हो न यो त मार्दिन्छ नि त गेममा उलाई टिप्न सजिलो हुनु भयो त त्यो डल्ला खेर जान्छ त्यही हो डराइसक्यो त्यो भेट्ने भयो भनेर डराइसक्यो हेर ठुलो लिएर त्यो पनि पर्छ त भाइ तर्सिन हैन बच्चाको माया त्यति हुन्छ त्यो ठुलोहरुलाई यो पनि विचार गर त्यसलाई हान्छ भन्ने भइसक्यो अनि ओ हेरमा सिक्री चोराउन तालबाट बेर लाग्दैन फेरि यस्तो चिजको जनावर भन्छ अनि ममता पनि नमस्ते रे आफ्नै बच्चाहरु माया नमस्ते रे बिना ट्रेनिङ सरी भने होला साच्चै यिनीहरू दारे काटेको छ त्यसको दारा चाचा त्यो वाशरुम गएर आइसकेको भयो यतातिर लागौँ बिस्तारै यतातिरबाट यताबाट के थाहा लठी खान्छ हानी गाह्रो हुन्छ नि त्यही भएर गाली गर्छ नि गाली गर्छ क्या सबैको आफ्नो हुन्छ यसकै उयो हो क्या होइन यस्तो हो क्या त्यो
फुल नखायो भने त उसकै लागि हो नि त पेट फेर पनि जान्छ अब डराउ ल ल बढिहालौँ बढिहालौँ हेलो बढिहालौँ यता बढिहालौँ त्यो त भर्खरको हो उदय अब पाएको भइसकेको कारण त्यो हो नि त त्यहाँदेखि यो हो नि त खुबी भनेको गम गम खायो भने पेट फर्छ हो नि त्यो बिचार त्यो कम दोब्रा गरेर त्यो हात उठाएको त्यसको बाद खोलेर खायो भने नि हाकिमले हामीले त्यो पनि त्यति राम्रो खाँदैन मलाई त चिट लाग्यो यार यिनीहरूले देखेर यार सुदैन यार हाने बेला फेरि बोच्छ मान्छेले कहिले बुझ्ने वास्तविक यो कुरो त्यो लठी लिएर बसिराख त्यो खोल्दैन मैले गर मैल ल हामी चाहिँ अलि नजिकबाट हेर्दैछौँ है गैँडा उताउतै जाने हात्तीसँग डराउँछ अब यसमा करेन्ट छोड्छ झट्का लागिहाल्छ यसको राति होला 7 बजे छोड्छ यसको छालालाई खाक भन्छ न होइन त्यो कि स्पेशल हुन्छ सिङलाई चाहिँ ए खागु त्यो अगाडि छ नि नाकको माथि अँ हो त्यसलाई खागु त्यो त कता त्यो त कहाँ तस्करीमा पर्छ हेर्दा नि त्यो त पछि पर्छ एकछिन रोक्नु न गेट लाउन भन्दै त यो सबसे हना हात्ती भने के हो यहाँ भरिमा के हात्ती हना हात्ती हानिहाल्छ ए पहिला मान्छेहरूलाई यो बाघ हेर्नु दिन्छ त नि यो यसले मान्छेलाई प्याकै मार्ने भने के गरी मार्ने होइन सुरले कि सुँडले बटारेर झड्किन्छ कि नभए कुच्दिन्छ कि ए किल्चिने खुट्टाले त्यो सुनले तान्ने हो पक्रेर अर्को एउटा चाइनिजलाई मारेको तपाईँलाई थाहै भएन यहाँ सौराको न्युज नगएर मात्र हो होइन अर्को हात्ती थियो एउटा खुट्टाले च्याप्यो अनि अर्को खुट्टामा बटार्यो सुँडले अनि 2 फर्लाक बनायो अनि त्यो मान्छे के फोटो खिच्न लगायो होला फेरि नजिकै होइन ऊ चढेर आएर सफारी गरेर आएर भ्याएर हात्तीलाई केरा खुवाउन मन लाग्छ नि त विदेशी माया लाग्छ एनिमल्स भनेपछि अनि त्यो खुवाउन जाँदाखेरि चाहिँ त्यस्तो भयो हेर्दा हेर्दै त नि ल त्यसपछि हात्तीको पनि दिन बिग्रियो त्यहाँदेखि फेरि त्यसपछि हात्तीको पनि दिन बिग्रियो अब राखिदिन्छ नि एक ठाउँमा तिनीहरूलाई पनि घुम्न पाइराख्दा राम्रो हो एकै ठाउँ बस्दा त पिन्जडा जेल जस्तो भयो नि तिनीहरूलाई अनि हेरी यहाँ थियो लम्बोदर गज भन्ने 1 महिना अगाडि त्यो उसले के अरे मकुना जङ्गली हात्तीले लखटेको भएर त्यो चाहिँ तपाईँको बाटोमा हार्ट एट्याक भएर ढलेर मऱ्यो लम्बोदर गज भन्ने 76 वर्षको उमेरमा मऱ्यो त्यो मान्छे मान्छे र हात्ती जङ्गली हात्तीले यहाँ पालेको हात्तीलाई लखटेको भएर त्यो हार्ट एट्याक भएर मऱ्यो कि पिच बाटोमा ढलेर सफारी गएर आज नजिक जाने भने हामीलाई भेटाउन त सक्दैन किन चाहिँ अरे यति लामा टाङ्गिएर नि हात्ती लम्केको के चाहिने यिनीहरूको मनै हो कि ब्ल्याद पारे नि प्ल्याद यस्तो गेजीले जानु सक्छ किन देख्नु भएन अहिले यहाँ देख्नु भयो त अब लौरोले किन पिटेको त त्यसलाई सजाय त्यही त अहिलेसम्म तालिम गराएर त्यसलाई सानैबाट बानी नपार्ने भने पछि जितिहाल्छ मान्छे मार्ने खोज्ने त्यही कारण हो कि मात लाग्छ अझै तपाईँको एउटा यो आँखाको मुनि ठ्याक्कै एउटा ग्रन्थि हुन्छ कि यिनीहरूको ठ्याक्कै ग्रन्थि हुन्छ त्यो ग्रन्थिबाट टेस्टोस्टेरोन नामक लिक्विड बग्यो भने लिक्विड पदार्थ त्यो बगेर मुखमा पस्यो भने चाहिँ तिनीहरूको त्यो बग्यो भने चाहिँ म्याटिङ टाइम हुन्छ कि त्यो म्याटिङ टाइममा म्याटिङ भयो भने भइहाल्यो भएन भने चाहिँ तपाईँको मान्छे मार्ने घरहरू भत्काउने होइन अरूले भनेको नमान्ने त्यस्तो हुने गर्छ इन्ट्रेस्टिङ 5वटा खुट्टा भयो यो ओ माइ गॉड जुम गर्नु पर्यो धारा यसको सुरुमा एकचोटि मात्रै काट्यो त्यसपछि त मैले काटेको दिएको छैन त्यो चित्तो भयो त बढी यही अघि नै म्युजियममा गएर हेरेको त्यो धारा 60 वर्ष 60 वर्षको भएर 60 वर्षको भयो त्यो भएर छाला पुरै चुमिसक्यो
यो त भर्खर गर्नु नि यो 3-4 वर्ष भयो होला त्यो अर्को पनि मरेछ क्या हो यार यहाँ त देखिदियो नि त भीम प्रसाद भन्ने मरे जस्तो लाग्यो 70 वर्षको थियो त्यो हो म 5-6 वर्ष अगाडि आउँदाखेरि यसको नाम के रे बहादुरगञ्ज जो यहाँ पैसा पोथीको पछाडि चाहिँ कली लाग्छ यो भालेको पछाडि चाहिँ गज लाग्छ कि के कलेज थियो त नाम यार अस्ति कता कहाँ पठाएको कतार जाने चाहिँ एउटा कतार रुद्रकली थियो रुद्रकली एउटा चाहिँ खगेन्द्र प्रसाद यही थियो तर चेन्ज गरेको भएर के हो ल जाउँ जाउँ ऊ उता बोलाउन आइसक्यो उहाँ गाडीमा पुगेर पनि ल यहाँबाट पनि पठाउँछ यो त पठाएको त अस्ति कतारमा पुरो कतारमा पठाउने होला चाहिँ हो तर पठाएको चाहिँ छैन पठाउनु भएन काठमाडौँसम्म पुऱ्याएको काठमाडौँसम्म पुऱ्याएको त्यहाँबाट नपठाएको फेरि पठाएन के मिलेन होइन त्यो त हात्ती दिनु लाग्यो कालो माने भन्नु हामी चाहिँ अब हात्ती हेरेर फाइनल गरिसकेका छौँ